हाम्रो धामी बाले पूजाको तयारी गर्दै हुनुहुन्छ सामान तामान अगरम बगरम के कसो हैन सुरु गर्दै हुनुहुन्छ उहाँले चाहिँ अनि यता चाहिँ हाम्रो झण्डा सण्डा गाडी सकियो है अब हामी यसलाई झण्डै त भन्छौँ हैन यो यसरी कर्चीमा टक्क आफ्नो तरिकाले हुँदैछ कति नै खुल्लो चाहिँ उहाँ चाहिँ हाम्रो भेना हो कि उहाँ चाहिँ अगुवा हो क्या हाम्रो के भन्छ बहर जात्राको संसारी पूजाको अगुवा चाहिँ उहाँ नै हो पूजाको तयारी हाम्रो धामी बा हैन बा ठीक छ हैन ल वो तो सब छ र वो तो टिक्ली झोपा अनि क्लिप सिलिप कति कहाँ यता हो यो छुट गेले त देवी दुर्गाको चाहियो नि त न मंत्र हान्दैछ नि बुढा ओते आला छ उता दे चेलो खतमे छ काम न का छ चेला न उदल का थिएटा बटाएर के तब 1 2 3 4 5 6 ठाउँ यो चाहिँ 6 ठाउँ पूजा गर्दै रहेछ न टीका लगाइदै रहेछ न खोइ लाइटर सब अथिएमा छ ओते धामी लगत ओते थारीमा छ तते राखी सितु ह हम कोला चिनी सुहारी खीर ल्यान साबन ये चोर कता ये चोर कोई में ये चोर कोई में सकुन तदैन लगा उ ले त केला मिठाई सुहारी यते सब थोक है सब व्यवस्थित छ नि त ले अब यहाँ चले हाँ लेन पहले तिरकार पदार्थ तीखा पदार्थ बनाते और बड़े पदार्थ बनाते हाँ अगरबत्ती पदार्थ बनाते पहले वो तो पदार्थ के दे ना उल्टे पदार्थ सी जो तो ओहो बनाते पहले उन्हें हनुमान के दे पदार्थ बनाते अगरबत्ती पदार्थ तो हमारे ले दे अगरबत्ती सब में दूध हाँ है ना सब अति से ने हाँ खाए पीछे ना वही में और है तो निकाल वो तो टांगा से निकालते नहीं वो तो निकालता हूँ अगरबत्ती नहीं पूरी रही है हम ये भी निकालता अगरबत्ती है
सुनबो कर भने सिखबो कर भने चुपचाप रहना देख न खाली ए छोड़ बेसी बोले आपने अपने गुरु बने खोए थे तो वो चलছে क्या लड़ी जो है तेन दुईटा पांचटा देनी क्या पांचटा सब तो वो थिए में लागतो न प्रसाद में थे ना दुईटा रह के और सब दे लगा के पांचटा देनी फिर ओने चाहिए तो ओने लड्डू मैंने मन चाहिए ओने ने खाली हनुमान के लागि ए हनुमान जी के लिए ल खीर मन चाहते खीर होते है मरते चाहते खीर नहीं चाहिए चाहिए तो खेती सवारी सब चाहिए यहाँ तो हनुमान नहीं हनुमान को तो चाहिए ना खीर हनुमान कर द कर हवे अहम तली सुर सार लक्ष्य लगा कर खाली करियो ना नहीं करी बनाए वाला काम ये ना करो झोला मलाई के थाहा त कहाँ राखी कस्तो झोलामा ल्याएको यहाँ चाहिँ ठम्बा भयो कस्तो झोलामा ल्याएको यहाँनिर राखौँ यहाँ दिदी छिन्दैन यो छिन्नु भन्दा बर्बाद हो मेरो खुकुरी जान्छ खाल्के भएन खालु उठ्यो कहाँ छ ढुङ्गा यस्तो राख्नु खुकुरी चाहिँ कहाँ छ तपाईँको खोइ हेरौँ कस्तो छिन्ने खालको सानो छ हौ ढुङ्गा नभएको ठाउँमा यो राखौँ न त भइहाल्छ त्यही बाटोमा यहाँ ढुङ्गा छैन नजिकै त गर्नु पहिलाको ठाउँमा राख्नु पहिला त उहाँ थियो नि त खाली हुन्थ्यो हो यहाँनिर राख्नु यहाँनिर बाटो पनि चाहिन्छ कि यहाँ राखौँ न उता हिँड्ने ठाउँ चाहिन्छ नि भयो यतिमा हुन्छ खुकुरी हेर्ने हेरेकै थिएन त्यो हानेर पनि यो छिन्छ भन्नुभएको त्यसले मार हान्ने चाहिँ कति बेला उयो चढाइसक्यो भइसक्यो त यताको चढाइसकेर अनि उता होइन पर यहाँको गरेर मात्रै हो कन्टिनेन्टहरू ल्या तुलो वो त्यो नीचे बाद नीचे में धारे ना ओकर नाम से ना का नाम से तुम जते रहे भ्या ले हो संसारी मैया सबके कति के छे निके कुछले राखो संसारी मैया भन्नु नि सबके एकदम निके निके कुछले राखो
आइज पठरी बारीहरु यसमा आशिष को म त समाउँदिन त म देखाइदिउँ न ए म कहाँ म त के देखाइदिउँ अब यसको अब समय आउँदैछ पाठीको म चाहिँ हेर्दिनँ कि काट्दै गरेको मलाई कस्तो कस्तो लाग्छ होइन काटेको पनि म बनाउँदिनँ यो त काटेर त कहाँ युज गर्छु काटेको उहाँ एकैचोटि चढाएको देखाइदिन्छु होइन गाह्रो हुन्छ अघिको अगरबत्ती कता